अब पहिला अब आरजु देउवाहरूसँग इन्टरभ्यू लिइसकेको मान्छे ठुलो सेलिब्रिटीहरूसँग होइन, अब उहिलेको हेरेन अहिलेकोमा के फरक देख्नुहुन्छ त? मैले 600 एपिसोड उजु डार्लिङ गरेँ, सबैजना आउनुभयो होइन, कति त 3-4 पल्ट नै आउनुभयो। हजुर, धेरै फरक छ नि। जस्तो पहिला अहिले मेरो आरजु देउवाको इन्टरभ्यूको रिलहरू अहिले भाइरल भइरहेछ क्या। हजुर, मैले राखिरहेको छु। पहिला र अहिले उहाँमा के फरक छैन। पहिला सी वाज भेरी सिम्पल है, एकदम राम्ररी सिम्पल आउनुहुन्थ्यो, हामीसित फोनमा नि कुरा भइरहन्थ्यो मेरो सोमा आउने बेलामा। आइसकेपछि अब यही हो, मान्छेलाई परिस्थितिले चेन्ज गराउँदो रहेछ। अब सम्पत्तिले पनि चेन्ज गराउँछ होइन, पावरले पनि चेन्ज गराउँछ, हरेक कुराले चेन्ज गराउँछ क्या। अब उहाँले पनि चेन्ज गरायो होला होइन। मैले पछिल्लो खण्डमा चाहिँ उहाँलाई भेटेको छैन, तर अस्तिदेखि अब त्यो उहाँको घरको घटनाहरू, दुर्घटना, त्यो देखेर पहिलाको सम्झिँदाखेरि चाहिँ मलाई यो पनि सम्भव छ र भने जस्तो भयो क्या। हजुर हजुर, धेरै चेन्ज भयो हुन त। पोलिटिक्स, पावर, अब मान्छे सिरिस अब त्यही सबैलाई चाहिँ के भने नि, जब मान्छेले एउटा खाना नपाउने अथवा कोही पनि मान्छे एकदम भोको मान्छे काहीँ बाटोमा देख्नु भने यस्तोरी बसिरहेको हुन्छ नि, तपाईँ उसलाई खान दिनुहोस्, बलियो बनाउनुहोस्, अनि उसको ताकत कति आउँछ, उसको एक किसिमको कन्फिडेन्स कस्तो बढ्छ होइन। त्यही किसिमको त हो नि सबैलाई। त्यही हो।